मान्छे चाहिँ कटा के अरे हिरासतभित्र मरेको छ। एउटा चाहिँ पीडितको आमालाई बोलाएर 9 महिना पहिला श्रीमान गुमाएको छ, 9 महिना पछि छोरो गुमाएको छ। सिउँदो पुछिएर आएको मान्छे, आँसु पुछ्ने मान्छे नभएको मान्छेलाई तेरो लास कसले उठाइदिन्छ, तेरो क्रिया खर्च कसले दिन्छ, तेरो यो भोलि कसले गरिदिन्छ, यस्ता डर देखाएर ब्ल्याकमेलिङ गरेर बदमासी गरेर मैले फेरि पनि भनेको छु। कहीँ कतैबाट यो खालको फेरि बदमासी गरेर पीडितलाई धम्काउने, थर्काउने, लोभमा पार्ने, प्रभावमा पार्ने कर्म कसैको पनि, चाहे सिडिओको, चाहे एसपीको, चाहे कुनै पनि कसैको पनि त्यसमा संलग्नता देखियो भने त्यो एक छानबिन गरेर कारबाही हुन्छ। ओके, अन्तमा हिजो पाइँदैन त्यो। अहिले मैले हेरिरहेको छु सिडिओको मैले एक्टिभिटिज हेरेँ। सिडिओले मैले काठमाडौँबाट फोन गर्दा उहाँले सांसदको फोन काट्नु भएको छ। उहाँ कुरा गर्न चाहनु, यो पीडितहरूलाई भित्र बोलाएर थर्काउनु भएको छ, धम्काउनु भएको छ, सबै कुरा हामीले त्यो रेकर्ड हामीले सुनेका छौँ। त्यो उहाँले गरेको एक्टिभिटिज मैले फेरि पनि भने 77 जिल्ला घुम्दै गर्दा सिन्धुलीको अहिलेको सिडिओ जस्तो बदमाश र अराजक सिडिओ अहिलेसम्म हामीले देखेका थिएनौँ। यो ढङ्गबाट जसरी पीडितहरूमाथि चाहिँ उहाँले त्यो एउटा महिला मान्छेले, एउटा महिलालाई, एउटा आमालाई काखमा च्यापेर तिमीले छोरो सन्तान गुमाउँदै गर्दा त्यो पीडा हामीलाई पनि छ। हामीले के गर्नुपर्छ, तिमीलाई के हुँदा न्याय हुन्छ, सत्य तथ्य देखाउनु पर्दैन। हिजो प्रहरीले हामीलाई खुरकोटमा के भने त्यहाँबाट भिडियो हामीले जिल्लामा पठाएको छ। जिल्लाको एसपीले के भन्नुभयो, 2 घण्टामा देखाउँछौँ। 2 घण्टापछि के भन्नुभयो, छैन, हावाले हल्लाएको छ, यताबाट हल्लिएर आयो, उताबाट हल्लिएर आयो, यता छ त्यता छ। सांसदलाई छल्ने सिडिओले, यो देशको सरकारको नेतृत्व गरिरहेको पार्टीको सांसदलाई छल्ने सिडिओले, एसपीले यहाँका सामान्य मान्छेलाई के काम गरेका छन् उनीहरूले? यो फेरि पनि हामीले भनेका छौँ, सिडिओको भूमिका शङ्कास्पद छ, एसपीको भूमिका शङ्कास्पद छ। त्यो खुरकोटका मातहतका ती कर्मचारीहरू त छँदै छन्। त्यही भएर उनीहरूले गरेको, समाजले, पुलिसले मान्छे मारेको छ, प्रशासनले मुद्दा मार्ने प्रयास गरेको छ। यो कुरा कहीँ कतैबाट अन्तमा तपाईहरु रात